दर्शक पनि स्याललाई दशा लाग्यो भने सहर पस्छ भने जस्तै यतिखेर जेरी र भूपेन्द्रको हालत पनि त्यस्तै भएको छ। जति सम्झाए पनि नमान्ने भूपेन्द्रले यतिखेर आफ्नै श्रीमतीले मार्ने योजना र षड्यन्त्र बनाइसकेपछि यो सम्पूर्ण कुराहरू भने भुन्टीले यानि कि भुन्टी बनेर त्यस घरमा बस्दै आएकी सुकुमायाले सम्पूर्ण कल रेकर्ड गरिसकेकी छिन्। तसर्थ यो रेकर्ड लिएर प्रहरी चौकी गएर सम्पूर्ण कुराहरू एभिडेन्सहरू प्रहरीलाई बुझाएर त्यहाँ भूपेन्द्र र जेरीलाई थुनाउने कार्यहरू गरेर फर्केकी हुन्छन्। तसर्थ जेरीलाई भने आफैले समातेर घिसारेर प्रहरी हिरासतमा थुनिसकेको अवस्था छ भने भूपेन्द्रलाई पनि प्रहरीलाई लिन आउनको लागि आग्रह गर्दै घरमा फर्केर आउँदा घरमा बालकुमारी यानि कि आफ्नो सासू र कान्छो देवर आएर त्यहाँ भाँड भैलो गरेर जसरी भए पनि भुन्टीलाई मुद्दा जित्न दिनुहुन्न भनेर अनेक षड्यन्त्र गरेर बाँधेर राखेको भूपेन्द्रलाई पनि खोल्न लगाएर धेरै षड्यन्त्र गरेर भुन्टीलाई नै बाँधेर त्यो पहिलेको अडियो डिलिट गरेर यसलाई अर्को अडियो बनाउन लाउनुपर्छ। आफ्नो श्रीमानलाई फसाउनको लागि मैले यस खालको एआईबाट भिडियो बनाएर यसरी तपाईहरूलाई बुझाएको हो भनेर प्रहरीलाई भनेको हो भन्ने कुरा अडियो गराएर फेरि पुलिसलाई प्रहरीलाई दिलाउनु पर्छ भनेर बालकुमारी र श्रेया मिलेर यस खालको योजना बनाउँदै डोरीले भुन्टीलाई बाँध्दै गरेको अवस्थामा प्रहरीहरू आइपुगिसकेपछि सबैजनालाई अब प्रहरीले लाने भइसकेको छ। दर्शकबिन यो कार्य देखिरहँदा तपाईँहरूलाई कस्तो लाग्छ? के भुन्टीले सम्पूर्ण हक अधिकार पाएर भूपेन्द्रसँग डिभोर्स गर्यो भने के राम्रो होला त? के होला त? दर्शक तपाईहरुलाई के लाग्छ? आफ्नो विचारहरू तलको खाली कमेन्ट बक्समा लेख्न भने अवश्य नभुल्नुहोला भन्दै आजको यस भुन्टी स्त्रीरा रिभ्यू भिडियोबाट बिदाउन चाहन्छु। तपाईहरुको बाँकी पल सुखद रहोस्। हस्त धन्यवाद।